एसएसडब्ल्यू वर्किङ भिजामा जापान आउँदाखेरि स्यालेरीको चाहिँ एकदमै ठुलो आश बोकेर आउनुहुन्छ भने एकदमै दुःख पाइन्छ है। 22 देखि 24 मान स्यालेरी आइहाल्छ, महिनाको 10 मान जति खर्च भयो भने पनि मैले अब 13-14 मान त बचाउन सकिहाल्छु भन्ने टाइपले सोचेर आउनुहुन्छ भने एकदमै दुःख पाउनुहुन्छ है तपाईँहरूले। नमस्ते, राजको यात्रामा सबैजनालाई स्वागत छ। मैले चाहिँ आज स्यालेरीको बारेमा कुरा गर्दैछु। नेपालदेखि चाहिँ अब हामीले कन्ट्र्याक्ट पेपरहरूमा हेरिन्छ, अरूले भने सुनिन्छ होइन, कम्पनीको स्यालेरी चाहिँ अब लेखा हुन्छ त्यहाँ 24 मान अथवा 22 मान लेख्छ। अनि त्यसपछि अब यति आउने रहेछ, यसमा त अब लगभग खर्च कटाएर 10 मान जति खर्च भयो भने पनि 12-13 मान त बचिहाल्छ नि महिनाको भन्ने हिसाबले सोचेर तपाईँले त्यो आश राखेर चाहिँ जापान आउनुहुन्छ। तर यहाँ आएपछि यहाँको रियालिटी चाहिँ अर्कै हुन्छ है। अब यहाँ चाहिँ खर्चहरू टन्नै हुन्छ होइन, ट्याक्सहरू टन्नै काट्छ। अनि त्यसपछि कम्पनी अनुसार फरक हुन्छ, तपाईँलाई जाङ्गीहरू दिने नदिने, त्यो कन्ट्र्याक्ट पेपरमा लेखा स्यालेरी भन्दा कम स्यालेरी पनि आउन सक्छ, काम भएन भने त कम स्यालेरी नै आउन सक्छ। त्यस कारणले गर्दा चाहिँ नेपालदेखि नै स्यालेरी चाहिँ बढी एक्सपेक्टेसन राखेर हुन्छ भने यहाँ आएर चाहिँ एकदमै दुःख पाइन्छ है। यस्तै यस्तै इन्फर्मेसनको लागि एसएसडब्ल्यूको रियल एक्सपिरियन्स हुन चाहनुहुन्छ भने राजको यात्रालाई फलो गर्नु होला। आरिगातो गोजाइमास।